एकछिन भए पनि एक्सर्साइज त गर्नु पर्यो। आज म लाग्यो खनारबाट सिधै पसिनतिर नहरै नहर एज यु क्यान सी नहरमा पानी टर्ने रहेछ। ल त्यो पानी चाहिँ मैला छ। ल यहाँ चाहिँ फेरि यति यहाँसम्म मात्र रहेछ पिच। यहाँबाट सुरु भएको पिच। सय मिटर जम्मा पिच गरेको रहेछ यहाँ। के यस्तो मलाई लाग्यो त्यो किन हौ जम्मा यो बाटोमा जम्मा 100 मिटर पिच गरेको रहेछ। यहाँदेखि यहाँ परेको छैन। ल म आज ट्याक्कै साइक्लिङ गर्दै यहाँनिर खनारदेखि यहाँ भित्र छिरेको। यहाँ पुल एउटा रमाइलो खालको पुल रहेछ यो। यसले पनि यहाँ मैले लोकल भाइहरू को आउने क्यामेरामा उनीहरूलाई मात्रै खिच्छु। लोकल भाइहरू रहेछ यहाँको। लोकल भाइहरूलाई यसो यिनीहरू फेरि यहाँ पुरा बसिरहेछ पुलमाथि चढेर हो। पुलमाथि चढेर पुरा बसिरहेको रहेछ। मजा लाग्यो एकछिन हेर्नुलाई। केटाहरू जस्तो यहाँको गाउँको जीवन चाहिँ यस्तो हुन्छ है, टाइम पास रमाइलो। भाइको के नाम हो? चौधरी। सबैजना चौधरी हो? सिएनसी रहेछ केटाहरू यार। तिम्रो? मेरो आकृत चौधरी। आकृत चौधरी। तिम्रो टिकटकमा छ कि छैन? फेसबुक टिकटकतिर चलाउँछौ? चलाउँदैन। भाइको? सरदार। ए ल भाइको? माथि छ केटाहरू नि यहाँ पुरा। स्पाइडरम्यान हो? स्पाइडरम्यानबाट इन्सपायर भएको हो क्या केटाहरू हो? स्पाइडरम्यान यसरी बाढी आउँछ कि आउँदैन यहाँनिर? पुरा गाउँ डुबाइदिन्छ। यसरी बस्दाखेरि चाहिँ के रमाइलो हुन्छ तिमीलाई? हो केटाहरू चाहिँ पुलमाथि चढेर पुरा स्पाइडरम्यान हुँदो रहेछ केटाहरू। गाउँको लाइफ हेर केटाहरू जस्तो यतिमै खुसी छ यार है। सबभन्दा यहाँ पढ्ने धेरै पढ्नेको यो भाइ हो पढ्ने हो? कति पढ्यो तिमीले? 10 सम्म मात्रै। नपढ्ने को सबभन्दा फटाको यहाँको? सबभन्दा दादाको यहाँको सबभन्दा दादा फटा हो? भाइ रहेछ नि त। ग्याङको लिडर हो? ग्याङस्टर हो? ल भाइ ग्याङस्टर रहेछ। सबभन्दा सोझोको हो यहाँको? सोझोको सबभन्दा सोझो ए भाइ? ए भाइ बिच उसको त अनुहार हेर्दै सोझो रहेछ नि त। बिच होइन अनुहार हेर्दै सोझो छ नि त भाइ त होइन? ल सबैले पढाइ छोडिसकेको तिमीले? पढ्दैछौ? ल ठिक छ। पढ्नुपर्छ होइन? ल तिम्रो कोही छ यो हालिदिनु कि नहाल्नु यो हो? ल म लाग्यो भाइ। थ्याङ्क यू तिमीलाई है। मेरो घर इटरी हो भाइ। पोज हान र केटा पोज भयो? ल रेडी 1 2 3 गो। ल हेभी गो। यो ठाउँको नाम के हो? यो नर्बसा। अनि तिम्रो ग्याङको नाम के हो? नर्बसा? निशान ग्याङस्टर। नर्बसा कि नर्बस के भन्छ भाइलाई? नर्बसा? ओके ल here we go. We are in Narbasa and the gang behind me is Narbasa gang. Don't mess with these guys. हो होइन? यहाँको ढासँग चाहिँ मेस आउट गर्नु हुँदैन है। नर्बसा ग्याङ। ल सर्ट आउट टु नर्बसा केटाहरू खतरा। ग्याङ लिडर फेरि यहाँको भाइ। यहाँको ग्याङ लिडर। ल सबैले हाई भन्दै म लाग्यो अब। बाई बाई।